अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुह। नमस्ते। आज सानोतिनो प्रोग्राम गरेको थियो, त्यही जुन चाहिँ हिजो हाम्रो धर्ममाथि टिप्पणी गर्नुभएको थियो प्रधानमन्त्री सुशीला कार्कीज्यूले, र उसको चाहिँ सानो मतलब केही केही विवाद या देशमा चाहिँ अशान्ति नहोस् भनेर सानो जुन प्रोग्राम गर्नुभएको थियो, आज जस्ट आफैमा छलफल गर्नुभयो। त्यो छलफल गर्दाखेरि पनि मतलब त्यो गाडी पुलिसहरू सबैहरू मतलब सशस्त्रहरू आएर मतलब चेकिङ गरिरहेको थियो बिचमा चाहिँ के भइरहेछ, के छ, कस्तो छ, मतलब उनीहरूले शङ्का लागिरहेछ कि आन्दोलनहरू गर्छ कि गर्दैन भनेर। तर त्यस्तो हाम्रो केही पनि सोच थिएन। हामी जस्ट सानोतिनो प्रोग्राम गरेर आफैमा छलफल गऱ्यौँ, किनभने यो विषय चाहिँ धेरै नै ठुलो विषय भएको छ। प्रधानमन्त्री जस्तो मान्छेले यस्तो कुरा सुहाउँदैन र न उसले संविधानले दिन्छ यस्तो बोल्ने अधिकार, न कसैले उसलाई दिन्छ। हो, यदि एउटा सामान्य मान्छे बोल्थ्यो भने त्यसको माथि चाहिँ अलि सानोतिनो कारबाही हुन्थ्यो, र त्यो सामान्य मान्छेले पनि बोल्ने अधिकार चाहिँ यस्तो खालको छैन। र जुन कुरा चाहिँ उहाँ चाहिँ मतलब इस्लामको बारेमा चाहिँ टिप्पणी गर्नुभयो, उहाँ त पढ्न चाहिँ बनारसबाट चाहिँ पढेर आउनुभएको छ, र इस्लामको बारेमा सायद चाहिँ वाट्सएप युनिभर्सिटीबाट पिएचडी गरेर, जुन वाट्सएप युनिभर्सिटी कायम गर्ने भनेको इन्डियाको त्यो ठुल्ठुलो नेताहरू छ, जसमा बिजेपीको नेताहरू, त त्यस्तो ज्ञान चाहिँ हाम्रो देशमा ल्याएर त्यो ज्ञान हाम्रो देशसँग जोडेर र अशान्ति फैलाउनका लागि त्यो फुल कोसिस गर्ने विचारमा हुनुहुन्छ। त्यसलाई हामी बेलैमा मतलब सावधान गर्न चाहन्छौँ, किनभने हामी कहिले पनि चाहँदैनौँ कि हाम्रो देशमा चाहिँ अशान्ति फैलोस् या हाम्रो देशमा उथलपुथल होस्, किनभने यो हामी अघि भर्खरै हामी त्यत्रो ठुलो दुर्घटनाबाट देशलाई सङ्कटबाट बचाएर ल्याएको छौँ, किनभने देशमा धेरै नै दुर्घटनाहरू भइसकेको छ र सबैतिर राज्यहरू जलेको छ। प्रधानमन्त्रीको काम हो कि देशमाथि आफ्नो ध्यान दिने र देश बनाउनतिर लाग्ने हो। सबै समुदायको मान्छेलाई एकजुटमा राख्ने, एक ठाउँमा राख्ने र सबै समुदायलाई लिएर सम्हालेर हिँड्नुपर्छ। तर यो जुन सरकार छ अहिलेको, यो सरकारको माथि मैले सुरुदेखि नै शङ्का थियो कि यसले मतलब कसको कुरामा हिँड्छ र कसले फलो गर्छ र कसको कुरा सुन्छ भन्ने त्यही दिन थाहा भएको थियो, जुन दिन यो चाहिँ प्रधानमन्त्री बन्नवाला थियो। बन्नुभन्दा पहिला नै उसको लाइभको भिडियोहरू कुराहरू चाहिँ आइरहेको थियो। डाइरेक्ट चाहिँ इन्डिया हाम्रो छिमेकी मुल्क, प्रधानमन्त्री हाम्रो देशमा बनिरहेछ, सरकार हाम्रो देशको भइरहेछ, सबै थोक हाम्रो देशमा भइरहेछ, संविधान अनुसार हाम्रो देशको संविधान अनुसारले देश चल्ने हो। तर यसमा जासुसी जस्तो मतलब त्यो ठुलो आपत्ति जनाउने भनेको हाम्रो छिमेकी राष्ट्र। के हाम्रो छिमेकी राष्ट्र चाहिँ हाम्रो देशको संविधान मतलब उसले फिक्स गर्ने हो कि कुन संविधानको धारा कता लाग्ने छ र के गर्नुपर्छ? त्यो सुरुदेखि नै हामीले शङ्का थियो उसको माथि। र अर्को चाहिँ शङ्का कहाँ बढ्यो भने जति बेला चाहिँ पुरै सबैलाई लिएर त्यो मन्त्री परिषदमा ल्याएर सबैलाई मन्त्री बनाइरहेको थियो, त्यति बेला चाहिँ मुस्लिम समुदायबाट पनि नाम गएको थियो 2-4वटाको, तर उसले अनदेखा गरेर छाडिदिनु भयो। त्यति बेला नै हामीले शङ्का थियो, तर आज चाहिँ उसले हद पार गरिसक्नु भयो। यो कुरा चाहिँ कदापि यदि तपाईँलाई बुझ्ने छ इस्लामको बारेमा, कुनै पनि मुस्लिम जसले जानेको छ कुरान हदिस, त्योसँग पहिला सोध्नु, छलफल गर्नु या आफै पढ्नु। त्यत्रो पढे लेखेको मान्छे हुनुहुन्छ, सबै भाषामा अहिले छ, कुनै पनि असम्भव कुरा होइन। आफै पढेर पहिला ज्ञान लिनु के हो सत्य, त्यसमा पनि छलफल गरेर कुनै कुराहरू बुझ्नु भएन भने छलफल गर्नु मौलानाहरूसँग, त्यसपछि बोल्नुपर्छ। यस्तै रह्यो भने यो देश अशान्ततिर लाग्छ, किनभने हामी आफ्नोमा चाहिँ लागेको कुरो हामी बर्दाश्त गर्न सक्छौँ, तर इस्लामको माथि कुनै पनि टिप्पणी कोही पनि गर्यो भने त्यसको मुखतोड जवाब हामी दिन सक्छौँ, र जहाँसम्म हुन्छ जसरी हुन्छ हामी चाहिँ जवाब दिएर नै छाड्छौँ। त्यही भएर प्रधानमन्त्री हुनुहुन्छ भने देशको चिन्ता लिएर देश चलाउने हो, कुनै धर्मलाई टार्गेट गरेर कुनै धर्मको टिप्पणी गर्ने होइन।